सर के लिनुहुन्छ? फेस हेर्दा के खान्छ जस्तो लाग्छ भाइ? काँस काँस के भेजी हो कि जस्तो लाग्यो क्या सर? कहाँ भेजी हुनु नि भाइ? म त मासु क्रेजी हो के ए अनि मासु खानेको अनुहार निस्ति हुन्छ र सर? भाइ ठुलो कुरा नगर यार। खासै अब त खास मलाई पोखराबाट एउटा केटी भेट्न आउँदैछ हैन, त्यसलाई मासुको आइटम खुवाएर इम्प्रेस गर्नु पर्यो क्या। मिठो मिठो महँगो मासुको आइटम ल्याएर त मटन 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 पनि मटन ल ल ल टन्न सर पेमेन्ट चाहिँ गरिदिइहाल्नु न। होइन तपाईँले दिएको पेमेन्ट नि मासु किनेर ल्याउनुपर्छ नि। ल ल आशा हाई। अनि यात्रा कस्तो भयो? अलिक टायर्ड छु, भमिट आउला जस्तो भइरहेछ। अब मुगलिनबाट यताको बाटो सबै बिग्रेको छ, गाडी हल्लेर त्यस्तो भयो होला क्या। होइन नि, म त प्लेनमा आएको बाई एयर। प्लेनमा आउनु भा? ए के खाम है? हुन त मैले सबै अर्डर गरिसकेको छ। तपाईँ तपाईँलाई के खान मन लाग्छ भाइ यता आउँदा? सर अर्डर अघि गर्नु भएन? होइन होइन, उहाँले के खान खोज्नु भयो कि सुन्दैन? यहाँ भेजमा के पाइन्छ? भेजमा? किन? म त प्योर भेजिटेरियन हो नि। म त आफू पनि प्योर भेजिटेरियन हो अनि मलाई त भेज खाने मान्छेहरू मात्रै मनपर्छ। अनि सरले त मटन भन्नुभएको थियो नि। ए भाइ मैले कहिले मटन भनी? मैले मटन छु भने क्या भाइ, मटन देख्ने पेट कत्रो भएको कि कहाँ चुडी नाटिसक्यो। जाउँ त अहिले पानी ल्याउँदै हामी सल्लाह गर्दै गर्छौँ। खासमा पनि भेजी नै हो नि। म भेज कुखुरा खान्छु, भेज खसी यसरी त मात्र हो मेरो। अलिक डिफ्रेन्ट खालके भेज हुँदो रहेछ है तपाईँ। एकछिन ल मेरो फोन आयो। हेलो बाबा। ए बाबा? हो सुन्नुहोस् न बाबा, मैले त्यहाँ फ्रिजमा 1 किलो मटन अनि 1 किलो चिकन राखेको छु, त्यो नखानु है, म आएपछि खानुपर्छ। एक्सक्युज मी, तपाईँ त भेजी भन्नुभयो होइन? बाबा म तपाईँलाई एकछिनमा कल गर्छु ल। खासमा म पोखरा हुँदा मात्रै मासु खान्छु कि, अन्त कहीँ खाँदिनँ नि। अब खास किन हो? किन हुनु नि, हामीले मासु जहाँ पाइतेको खानु हुँदैन के, राम्रोसँग फ्रिजिङ गरेको, टेम्परेचर मेन्टेन गरेको, सफा अनि हाइली हाइजेनिक मात्रै खानुपर्छ। अनि त्यो चाहिँ पोखरा मात्र छ? पोखरामा मात्र होइन नि, पोखराको मिटमा मात्र यस्तो मासु पाइन्छ। मिट पोखरा कुन ठाउँमा छ यो? पोखरा 5 मालेपाटन शान्तिनगर चोक। तपाईँ यसो खाजा अर्डर गर्दै गर्नु, म वासरुम गएर आइहाल्छु ल। भाइ आउँदा अब भेजमा के खानु पर्ने भयो भने नि एउटा प्लेनमा आएको भाइ व्यवहार रिङ लगाएर वाक लागेको छ क्या। यो प्लेन वाला वाक होइन सर, अर्कै वाक हो। सर कहाँ जानु लाग्नुभयो? मासु किन जान्ला पोखराको मिटमा? हजुर यदि तपाईँ